हेलो सर, आज म उहाँको इन्टरभ्यू लिन गइरहेको छु। सबैजनालाई मन पर्यो भने हेरिदिनु होला। हजुरको नाम? विशाल। अनि हजुर अहिले कहाँ हुनुहुन्छ? म अफिसमा देखेनस्। सत्य 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 बोल्नु होला है। सत्य सत्य बोल्नु है। म किन बोलम? हजुरको अफिस कहाँ छ यो? धुम्बराई चोकमा। पैसा दे, सत्य सत्य बोल्छु। पैसा नदिकन म बोल्दिनँ। पैसा अहिले जमाना खराब छ गाइजहरू। अहिले मान्छेहरू सबै पैसाको लागि गर्छन्। जे गरे पनि पैसा छ दुनियाँ छैन भने जस्तो कुरो गर्छन् के मान्छेहरूले। किन हो कुनै होइन, पैसा नै सबै थोक होइन नि त। पैसा सबै थोक हुँदै होइन के। मान्छेको मन हुनपर्छ। मन भयो भने पैसा आफै कमाउन सकिन्छ के पछि। त्यस्तो हो। हजुरको विचारमा पैसा ठुलो कि मन ठुलो? मलाई त पैसा ठुलो। हेर्न सक्नुहुन्छ गाइज, उहाँले यस्तो भनिसक्नुभयो। उहाँको नजरमा पैसा ठुलो रहेछ मन भन्दा पनि। उहाँले अब कसैको लागि भलो कदर केही पनि गर्नुहुन्न। उहाँ स्वार्थी। पैसा मान्छेहरूले जब पैसा रोज्छ नि त्यो मान्छे कहिले पनि मनदेखि कहिले पनि राम्रो हुँदैन के हो। त्यो मान्छे स्वार्थी टाइपको हुन्छ। स्वार्थी टाइपको म स्वार्थी हो। के हो? स्वार्थी हो, स्वार्थी। उहाँले एक्सेप्ट गर्नुभयो कि सेल्फिस। उहाँ सेल्फिस हुनुहुन्छ अरे के, स्वार्थी। अनि 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 अरू के गुडहरू? टुङटुङ भन्नु न। टुङटुङ टाढा भन्नु न। टुमटुम टाढ्याउ। टिक्स टिक्स। टुक्स टुक्स टुक्स। यस्तो पनि हुन्छ, यस्तो पनि हुन्छ। यस। Bye guys, see you tomorrow. Bye bye. Bye.